traditional way. Hello, good morning, namaste, welcome back to my channel. हजुर नयाँ हुनुहुन्छ भने this is Prava Devan from Prava 25 अनि आज चाहिँ बिहान मैले मेरो भ्लग यहाँबाट तपाईहरुलाई थाहा छ अगाडिको भ्लग हेर्नु भयो भने सायद यो रंगली रंगेटको भ्लग सायद यो नै लास्ट भ्लग होला हैन काकाको फेरि दुई जना कहाँ जानु भएको दुई जना हैन नानीको मेकअप गर्दिनु ए काई बलिया सो हामी चाहिँ अलिअलि मेकअप गरेर चाहिँ अब चाहिँ निक्लेको आज त फाइनल हो नि त फिनाले आज चाहिँ फाइनल हो फिनाले राउन्ड हो हाम्रो कन्टेस्टेन्टहरुको सो त्यसले गर्दाखेरि हामी पनि एक्साइटेड छु बिहानदेखिको रातभरि निन्द्रा पनि लागेको छैन भन्नु 12-1 बजेसम्म हामी त्यतिकै थिए एक्साइटेड पनि छु प्लस कस्तो भन्दाखेरि अब आफूहरुले अब एउटा सिकाको भएर गरेको भएर चाहिँ अब एउटा कुनै कस्तो पनि भइराख्छ ला कस्तो गर्दिने हो कस्तो गर्दिन्छ हैन कन्टेस्टेन्टहरुले भन्ने पनि भइराख्छ हैन सुप्रिया म्याम यो त मेरो फर्स्ट कोअर्डिनेट गरेको तर अब सुप्रिया म्यामले चाहिँ गरिराख्नु भएको मलाई भन्दा बेसी अनुभव चाहिँ हजुरलाई छ हैन अनि त्यही हो आजको भ्लग चाहिँ हामी निक्लिसके मैले किन सनग्लासमा आज इन्ट्रो दिएको भन्दाखेरि चाहिँ मलाई पुरा लाज लाग्यो किनभने त्यो बानी छैन नि त हुन्छ नि साथीहरु त्यो बानी छैन नि त कि अब मेकअप त्यस्तो गर्ने हेर्नु न बिचारा दिदीले बिहान उठेर गरिदिनु भएको त केही छैन सो साथीहरु हेर्दै गर्नुहोस् होला आज हाम्रो फिनाले फाइनल कस्तो हुन्छ भनेर ग्रान्ड हुने हो ग्रान्ड इन्जोय हुने हो है ग्रान्ड इन्जोय गरिदिने हो सो हेर्नुहोस् होला स्टे ट्युन गाइस यहाँ हुन्छ हाम्रो मेकअप गरेको अहिले त काली न काली देखिरहेको भइरहेको छु मेकअप गरेको पनि त्यस्तो भइरहेको छ अब चाहिँ आमालाई भाइ उ तिमीलाई हाम्रो यहाँनिर चाहिँ मेकअप आर्टिस्टले मेकअप गरिदिनु हुँदैछ बट्टाबट सुप्रिया बहिनीले हेयर गरिदिनु हुँदैछ यहाँ प्रेणादी पनि आइपुग्नु भयो प्रेणादी आएर चाहिँ भट्टाभट्टी गरिदिनु हुँदैछ कन्टेस्टेन्टहरुको यहाँ हाम्रो पूजादी पूजादीको यति डरलाग्दो बिजी छ फुर्सद नभएको अवस्था फेरि पिपीबाट भएछ नि दी मेकअप लु गयो ल कन्टेस्टेन्ट अल द बेस्ट राम्रो गर्नु ल सबैजनाले बिचमा हुन्छु ल हामी बिचमा हुन्छु ल जोलाई नर्भस फिल भयो सिधा हेर्नु ल गर्छ हामी ल ओके ओके अल द बेस्ट हामी चाहिँ अब गएको अल बेस्ट हामी चाहिँ जाँदैछु यस्तो छ आउटफिट चाहिँ जाडो भएको अवस्था अन्त यसो हल्का सल लगाइरहेको छु सो अब चाहिँ हामीले जोलाई सिकाएको छु उहाँहरूले चाहिँ अब चाहिँ पर्फर्मेन्स दिनु आँट्नु भएको छ कस्तो हुन्छ हेर्नुहोस् होला है हामीलाई डर लागिरहेको छ उनीहरूलाई भन्दाखेरि हुन्छ नि हामीलाई पुरा डर लागिरहेको छ परिचय इंग्लिश अथवा अंग्रेजी भाषामा दिन गइरहेकी छु कारण मेरो आफ्नो भाषाप्रति त माया अनि सम्मान त छँदैछ तरै पनि म यस प्रतियोगितामा आउनुको कारण भनेको नयाँ कुराहरू सिक्नु हो र इंग्लिश बोल्नु पनि मेरो लागि एउटा चुनौती नै ठाने र त्यसै कारण हजुरहरू समक्ष अनि यो मौका किन चुकाउने त भन्ने एउटा हेतुले आफ्नो परिचय इंग्लिशमा साट्न गइरहेको छु हाम्रो निर्णायक मण्डली अनि संयोजक समिति सँगैमा विश्वास राख्ने आफ्नो जातिको कला र कृतिमा गर्व गर्ने सकारात्मक सोच भएकी नेपाली चेली नमस्कार।
paradise in the clouds, Tata Cantonment Tribe represent गर्दै वसुधा सुन्दरी Mrs. Radiant Ramli म भित्र म contestant number 4 Mrs. Richard Tolmalama. धन्यवाद। चिनाउन अनि म भित्र भएको प्रतिभालाई आज उपस्थित हुनुभएका मेरा आदरणीय जजेस साथै आयोजक समिति अनि यहाँ
हेलो म्याम, हेलो, नर्भस हुनुहुन्छ? अलिअलि नर्भस हुँदैछु। तपाईँलाई कति राम्रो देखिरहेको छ, आज सोच्नु पनि सकेको थिएन तपाईँ यति राम्रो देख्नुहुन्छ भनेर। थ्याङ्क यू म्याम। अनि तपाईँलाई म एउटा वसुधा सुन्दरीकै एउटा क्वेसन सोध्छु। वसुधा सुन्दरीको प्रतियोगितामा आएर तपाईँले आफूलाई कतिको मभित्रको मलाई प्रेजेन्ट गर्न सक्नु भएको छ? हजुरको प्रश्नको लागि धेरै धेरै धन्यवाद। यस वसुधा सुन्दरीमा आएर मैले एकदमै खुसी भएको छु। मैले यो भित्रको ममा पनि कतिवटा कलाहरू लुकेर बसेको रहेछ, त्यो मैले आज मैले आफैले जान्न चाहिँ मैले अब सोचेँ मेरो भित्र पनि कलाहरू त रहेछ भन्ने चाहिँ मैले सोचेँ। धन्यवाद। यो प्रश्न म सोध्न चाहन्थेँ र आज मैले बनाएर आएको छु। साह्रै अप्ठ्यारो छैन, तर तपाईँलाई के लाग्छ? म जवाब सुन्न चाहे। हामीलाई थाहा नै छ विश्वमा नारी सशक्तिकरण एउटा मिसाल नै भएको छ। जताततै यस विषयमा चर्चा भइरहेको पाउँछौँ। कहीँ कतै नारी सशक्तिकरण कारण तथा नारीवादी हुनाले पुरुषमाथि पनि अन्याय, अत्याचार र मानसिक दबाव भइरहेको देख्न पाउँछौँ होइन। त्यस कुराले पुरुष वर्गमा समाजमा अप्ठ्यारो भइरहेको छ भन्ने विषयमा तपाईँको विचार के कस्तो रहेको छ? तपाईँ यस विषयलाई कसरी? धेरैले ऊर्जाहरू छुपेको हुन्छ, त्यसलाई बाहिर ल्याउनु हाम्रो एउटा सोच हुन्छ है। तर हामी अहिले के हुँदैछ जस्तो मलाई लाग्छ भने हामी जति जति अगाडि बढ्दै जाँदैछौँ, नारीहरू जति अगाडि बढ्दै जाँदैछौँ, तर नारी शक्तिको एउटा जो नारालाई लिएर कति ठाउँमा हामीले हाम्रो संस्कारहरू पनि बिर्सिँदै गइरहेको छौँ। तर नारी जति नै अगाडि बढे तापनि आफ्नो संस्कारहरू, आफ्नो संस्कृतिहरू भुलेनौँ भने, आफ्नो समय सिमानाहरूलाई नागेनौँ भने त्यो धेरै सहज भएर जान्छ जस्तो मलाई लाग्छ। अनि मलाई लाग्छ कि हामी नारी जातिहरू आफ्नो सीमादेखि अब कम्फर्ट जोनदेखि बाहिर आउन पनि चाहँदैनौँ, तर हामी यी कुराहरूदेखि बाहिर आएर यसलाई हामीले स्वीकार गरेर धेरै सङ्घर्षहरू गर्दै अघि बढ्नु पर्छ भन्ने म सोच राख्दछु। धन्यवाद। ब्रह्म सुन्दरी सुस्मिता सेनलाई जजेसहरूले सोध्नुभएको थियो, तपाईँको लाइफमा तपाईँको सबैभन्दा ठुलो रोल मोडल को हो र अनि किन? प्रश्नको लागि हजुरलाई धन्यवाद। मेरो चाहिँ सबैभन्दा रोल मोडल चाहिँ मेरो आमा हो, जसले चाहिँ मलाई समाजमा जिउन अनि सिकाएको छ। अनि उहाँले मलाई एउटा प्रेरणा दिएको छ कि समाजमा चाहिँ कसरी जिउन पर्ने हो। त्यही कारण म मेरो आमालाई नै भन्छु। सेकेन्ड रनर अप को फलाफल घोषणा गर्नेछौँ र सबै मेरो सह-उद्घोषक भाइले भने जस्तै तपाईहरू सबैजना नै हाम्रो निम्ति यस भेटको निम्ति विजेता हुनुहुन्छ। तथापि हामीलाई प्रथम, दोस्रो अनि तेस्रो सही रूपमा नै छान्नुपर्ने हुन्छ। तसर्थ हामीमाझ पहिलो, दोस्रो अनि तेस्रो बिन्दु खवास, contestant number 11 र यस वसुधा सुन्दरी म भित्रको म। We have contestant number 1, Mrs. Priyanka Lepcha. Mrs. Priyanka Lepcha is a first runner-up of Vasuda Sundari 2025. Let's give a big round of applause. र उहाँ हुनुहुन्छ Any guesses? The Vasudha Sundari 2025 goes to
Muskan Thapa, contestant number 2.